नमस्ते, म जीवन थापा सधैँ चाहिँ यहाँहरूको लागि आज पनि मैले एउटा राम्रो घडेरी बिक्रीमा लिएर आएको छु। यो देखिएको बाटो चाहिँ हेर्न सक्नुहुन्छ, गाईघाटको कोसी चोकबाट यता तलतिर झर्ने बाटो एकदम राम्रो छ। यता नजिक यहाँले नमुना स्कुल पनि पाउन सक्नुहुन्छ। यो देखिएको नमुना स्कुल हो, एकदम प्राइम लोकेसन, राम्रो लोकेसनमा छ। यो देखिएको बाटो झर्दाखेरि यहाँले एकदम राम्रो ठाउँ छ, सबै चिजको सुविधा भएको राम्रो ठाउँमा उत्तर फेस भएको यो जग्गा पाउन सक्नुहुन्छ। अगाडि यो बाटो छ, ठ्याक्कै जग्गाको सिमाना यहाँबाट सुरु छ। यो देखेको जग्गाको सिमाना हो, एकदम राम्रो पर्फेक्ट लोकेसनमा छ। अगाडिपट्टि यहाँलाई हेरेर देखाइदिन्छु म। यो देखेको यो चाहिँ ठ्याक्कै शिवालय टोलतिर जाने बाटो, मेन चोक पिपल चोकबाट त शिवालय टोलतिर आउने बाटो। यो बाटो खोटाङ दिक्तेलतिर पनि जान्छ। यो देखेको एकदम राम्रो जग्गा छ। यो मकैबारी भएको जग्गा, नौदुर जग्गा यहाँहरूको लागि बिक्रीमा आएको छ। यो उत्तर फेस भएको छ, पर्फेक्ट लोकेसनमा यहाँले 30 फिट जति मुख पाउन सक्नुहुनेछ। ठ्याक्कै यो घरदेखि यता देखाउँदैछु, एकदम राम्रो प्राइम लोकेसनमा छ। यो देखेको यहाँनिर यो सिमाना भयो है त, पछाडिपट्टि त्यहाँ रुखहरू सिमाना छ, राम्रो ठाउँ छ, सबै चिजको सुविधा भएको पर्फेक्ट लोकेसनमा यो नौथुर जग्गा बिक्रीमा आएको छ। यतापट्टि हेर्न सक्नुहुन्छ मेन गाईघाट पिपल चोकदेखि यो शिवालयतिर अथवा खोटाङ दिक्तेलतिर जाने बाटो, ठुलो बाटो। त्यो बाटो यहाँले त्यहाँ हेर्न सक्नुहुन्छ, मन्दिर पनि छ। यहाँ गाईघाटतिरबाट आउँदाखेरि यहाँले शिवालय मन्दिर आउँदै गर्दाखेरि हेर्दै आउनुभयो भने पनि यो कर्णेश्वर मन्दिर छ। त्यहाँ मन्दिरदेखि अलिकति यता पश्चिमतर्फ पस्नुपर्ने हुन्छ, राम्रो छ। यो ठ्याक्कै त्यहाँबाट यो नमुना स्कुल आउने बाटो यहाँले आउनुभयो भने एकदम राम्रो पर्फेक्ट लोकेसनमा राम्रो जग्गा बिक्रीमा आएको छ। यदि यहाँहरू कन्ट्र्याक्ट गर्न अथवा इच्छुक हुनुहुन्छ भने स्क्रिनमा भएको डाइरेक्ट ओनरको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यो देखेको जग्गा है त, एकदम पर्फेक्ट लोकेसनमा छ, राम्रो ठाउँमा छ, नौदुर जग्गा, उत्तर फेस भएको छ। 14 फिटको बाटोमा यहाँले पाउन सक्नुहुनेछ। यतातिर यो देखिएको शिवालय टोल मन्दिर, शिवालय मन्दिर त्यता छ। यहाँले भन्नुपर्दाखेरि लोकेसन उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिका 11 शिवालय टोल भनेर यहाँले आउन सक्नुहुनेछ। ठ्याक्कै यो देखिएको जग्गा भयो, एकदम राम्रो पर्फेक्ट ठाउँ छ, सबै चिजको यो घरदेखि ठ्याक्कै यतापट्टि सटेको जग्गा हो, राम्रो छ है त। ठ्याक्कै यो देखिएको एकदम राम्रो ठाउँ छ, यो पर्फेक्ट ठ्याक्कै देख्नु।